फ्युचरमा डिसकभर हुन सक्ने एलिमेन्टका लागि यसले ठाउँ छोड्यो। तिमीलाई एक्जाममा पनि यस्तै क्वेसन सोध्छ, लेफ्टबाट राइटमा जाँदा के हुन्छ त एटोमिक साइज के हुन्छ डिक्रिज हुन्छ, मध्यबाट तल जाँदा रिएक्टिभिटी के हुन्छ इन्क्रिज हुन्छ। सबभन्दा बढी क्वेसन तिमीलाई सोध्ने भनेपछि हेलो साथीहरू सबैजनालाई स्वागत छ एसई सारथीमा। र आजको यस भिडियोमा तिमीहरूलाई मैले क्लासिफिकेसन अफ एलिमेन्टको रिभिजन गराउनेछु, ऱ्यापिड रिभिजन गराउनेछु। र त्यस्तो हो भने बिना टाइम वेस्ट गरी भिडियो सुरु गरौँ है। यस भिडियोमा तिमीहरूले सबभन्दा पहिले के पढ्नुपर्छ भन्दाखेरि चाहिँ मेन्डलिभ पेरियोडिक टेबल कसले बनाएको थियो भन्दाखेरि मेन्डलिभ भनेपछि डिमित्री मेन्डलिभ भन्ने साइन्टिस्टले बनाएको थियो। र यसको ल भनेपछि केमा बेस थियो त, यसको ल भनेपछि एटोमिक वेटमा बेस थियो, एटोमिक वेटमा बेस थियो है। अनि एटोमिक वेटमा बेस थियो र यसमा 7वटा पिरियड र 8वटा ग्रुप थियो, 7वटा पिरियड र 8वटा ग्रुप थियो। र यसको मेरिट भनेपछि मेरिटमा यसले के गर्यो त बेरिलियमको एटोमिक वेटलाई करेक्ट गर्यो भनेपछि बेरिलियमको एटोमिक वेटलाई करेक्ट गर्यो र यसलाई ठिक ठाउँमा राखियो भनेपछि बेरिलियमको एटोमिक वेटलाई करेक्ट गरेर यसलाई एउटा ठिक ठाउँमा राखियो, केमा एउटा ठिक ठाउँमा राखियो। त्यसै गरी लेफ्ट ग्याप फोर एका बोरोन एन्ड एका सिलिकन भनेपछि यहाँ के गर्यो यसले के गर्यो त फ्युचरमा प्रेडिक्ट हुन सक्ने, फ्युचरमा डिस्कभर हुन सक्ने एलिमेन्टका लागि यसले ठाउँ छोड्यो। कहाँ त्यसले आफ्नो पेरियोडिक टेबलमा यसले ठाउँ छोड्यो के को लागि त फ्युचरमा डिस्कभर हुन सक्ने एलिमेन्टको लागि। जस्तै कि एका बोरोन एन्ड एका सिलिकन यसले ठाउँ छोडेको थियो र त्यसका अनुसार यसले नाम पनि दिएको थियो। अनि यसको पछि डिस्कभर भएको एउटा अरू थपमा हेरिहालौँ। यसले एउटा मेरिट्स यसको के छ भन्दाखेरि यसले पहिले नै फ्युचरमा डिस्कभर हुन सक्ने एलिमेन्टको प्रोपर्टिजलाई प्रिडिक्सन गरेको थियो र फ्युचरमा जुन एलिमेन्ट डिस्कभर भयो त्यो एलिमेन्टको प्रोपर्टिज मेन्डलिभको प्रिडिक्सनसँग म्याच भयो, जुन चाहिँ मेन्डलिभको पेरियोडिक टेबलको एउटा ठुलो सक्सेस पनि भन्न सक्छौँ हामी है त। र डिमेरिट्समा हामीले यसले के गर्यो त यसले आइसोटोप एक्सप्लेन गर्न सकेन। आइसोटोपको पोजिसन, आइसोटोप भनेको तिमीलाई थाहा छ सेम एटोमिक नम्बर पर डिफ्रेन्ट एटोमिक मास है। यसले के गर्यो त त्यसलाई के गर्न सकेन त यसको पोजिसन डिटरमाइन गर्न सकेन भनेपछि यसलाई कहाँ राख्ने त यही भन्न सकेन। त्यसैले यो एउटा यसको डिमेरिट्स हो। अनि हाइड्रोजनको पोजिसन के गर्न सकेन, यसले पोजिसन क्लियर गर्न सकेन किनकि हाइड्रोजनले एल्काली मेटल र हेलोजेन दुवैको के देखाउँछ त प्रोपर्टिज देखाउँछ। त्यसैले यो दुईटा यसको के भयो त डिमेरिट्स भयो। त्यसै गरी अब मोडर्न पेरियोडिक टेबलतिर जाउँ। मोडर्न पेरियोडिक टेबल भन्नाले पेरियोडिक फङ्सन केमा बेस छ त एटोमिक नम्बर भनेपछि यसको ल केमा बेस छ त एटोमिक नम्बरमा बेस छ। र यसले कसले डेभलप गरेको थियो त हेनरी मोजले डेभलप गरेको थियो। यसमा कतिवटा पिरियड 7वटा पिरियड 18वटा ग्रुप छन्, जसमा फर्स्ट एदेखि 7th ए अनि फर्स्ट बीदेखि 7th बी अनि दुईटा अरू 8 अनि 0 ग्रुप छ है। यति ग्रुप तिमीहरूलाई पेरियोडिक फङ्सन अफ एटोमिक नम्बर भनेपछि एटोमिक नम्बरमा मोडर्न पेरियोडिक टेबल बेस छ। र कसले डेभलप गरेको छ हेनरी मोजले। यसमा कतिवटा पिरियड 7वटा पिरियड 18वटा ग्रुप कतिदेखि फर्स्ट एदेखि 7th ए, फर्स्ट बीदेखि 7th बी अनि दुईटा अरू 7th अनि 0 ग्रुप छ है त। यहाँसम्म बुझ्यो भने अघि बढ्दा हुन्छ नि होइन। सबभन्दा त्यसो भए यसको पनि केही मेरिट्सहरू हुन्छन् होइन। मेरिट्स भनेको चाहिँ मोडर्न पेरियोडिक टेबलले यसले के गर्यो त एलिमेन्ट्सको स्टडी गर्न सजिलो बनाइदियो भनेपछि कुनै पनि तत्त्वको के गर्न अध्ययन गर्न यसले सजिलो बनाइदियो। यही यसको के भयो त एउटा मेरिट्स भयो। र इलेक्ट्रोनिक कन्फिगरेसनतिर जाउँ है। इलेक्ट्रोनिक कन्फिगरेसन, सब सेल इलेक्ट्रोनिक कन्फिगरेसन, यसमा एसपीडीएफका अनुसार तिमीहरूले इलेक्ट्रोनिक कन्फिगरेसन गर्नुपर्छ। तिमीहरूले यो पढेको थियो होइन केएलएम अनि एम, केएलएमएन भनेपछि 2n² रुल अनुसार यसमा के गर्थ्यो त हामीहरूले सेल बनाएर त्यस इलेक्ट्रोन भर्ने गर्थ्यो होइन। र यहाँ हामीहरूले एसपीडीएफ भनेपछि एसपीडीएफ अर्बिटलका अनुसार यहाँ के गर्नुपर्छ हामीलाई त इलेक्ट्रोनिक कन्फिगरेसन गर्नुपर्छ, जुन चाहिँ हामीले अबाउ थ्योरी अनुसार गर्ने गर्छौँ। त्योभन्दा पहिला हामीले के जान्नुपर्छ भन्दा एस अर्बिटलमा कतिवटा इलेक्ट्रोन अट्न सक्छ त। एस अर्बिटलमा हामीलाई 2वटा इलेक्ट्रोन अट्छ, पी अर्बिटलमा 6वटा, डी अर्बिटलमा
10वटा अनि एफ अर्बिटलमा 14वटा। यसरी यो तिमीहरूले याद राख्नुपर्छ, एसमा कतिवटा, पीमा कतिवटा, डीमा कतिवटा अनि एफमा कतिवटा हामीहरूले इलेक्ट्रोन अट्न सक्छ त। त्यसै गरी यहाँ केही इलेक्ट्रोनिक कन्फिगरेसन एक्जाम्पल हेरौँ र त्यसपछि हामी सिक्नेछौँ इलेक्ट्रोनिक कन्फिगरेसन गर्ने कसरी त। एक्जाम्पल यहाँ के छ, सोडियमको छ, सोडियमको होइन, सोडियमको एटमिक नम्बर 11, एटमिक नम्बर 11 भयो होइन, एटमिक नम्बर 11 र सबभन्दा पहिले यहाँ के गर्यो त 1s2 2s2 2p6 3s1 र तिमीहरूलाई यो गर्नुपर्छ माथिको यो जुन छ यो 1, यसलाई गनेर तिमीहरूले के गर्न सक्छौ त यसको एटमिक नम्बर थाहा पत्ता लगाउन सक्छौ। मैले गरे है 6 4 कति भयो, 6 1 2 4 कति 10 भयो अनि 1 11, यसको एटमिक नम्बर हामी 11 पत्ता लगाउन सक्छौँ। तिमीलाई एक्जाममा पनि यस्तै क्वेसन सोध्छ कि यो कुन एलिमेन्ट हो र यसलाई कुन ग्रुपमा छ र दुईटा इलेक्ट्रोनिक कन्फिगरेसन दिइहाल्छ अनि भन्छ कुन चाहिँ बढी इलेक्ट्रोनेगेटिभिटी इलेक्ट्रोपोजिटिभ छ, कुन बढी इलेक्ट्रोनेगेटिभ कुन बढी इलेक्ट्रोपोजिटिभ छ। यसरी नै इलेक्ट्रोनिक कन्फिगरेसन दिएर तिमीलाई एक्जाममा क्वेसन सोध्ने गर्छ। त्यसै गरी यहाँ क्लोरिनको पनि हेरौँ, क्लोरिनको यो माथिको मैले भने नि योलाई यो पछाडि जुन छ 5 के छ 5 छ 2 छ अनि 6 छ 2 छ 4 छ, यसलाई जोडौँ त कति 17 पुग्छ त। 6 4 कति भयो 10 भयो, 10 अनि 5 कति 15 अनि 16 17 पुग्यो त। यसको एटमिक नम्बर कति भयो 16 भयो। हामीले यो नदिएको भए पनि हामी थाहा पत्ता लगाउन सक्थ्यौँ कि यो के हो त 17 हो अनि 17 इलेक्ट्रोनिक कन्फिगरेसन कसको छ त क्लोरिनको छ। हामीले पत्ता लगाउन सक्थ्यौँ कि यो कुन एलिमेन्ट हो भनेर। अब जाउँ कि एटमिक यो सब सेलको इलेक्ट्रोनिक कन्फिगरेसन गर्ने कसरी त र चिन्ने कसरी कि यो कुन एलिमेन्ट हो भनेर। ल अब सिकौँ कि हामीले इलेक्ट्रोनिक कन्फिगरेसन कसरी गर्ने त। तिमीहरूलाई यो जुन छ के यो एरेन्जमेन्ट तिमीहरूलाई याद राख्नुपर्छ कि मैले एउटा कुरा सिकाइदिँदैछु, के सिकाइदिँदैछु त यसलाई याद कसरी राख्ने यो कुरा सिकौँ। अनि यो कुरा सिकेर सबभन्दा पहिला के छ एसएसपीएस पिएस डिपिएस के छ त एसएसपी 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 एसपीएस डिपिएस। यसलाई कसरी याद गर्ने सर के सर पागल सर डन पागल सर। कसरी याद राख्यो हामीले सर पागल सर डन पागल सर है। यसरी नै याद राखौँ किनकि यस्तो कुराहरू तिमीहरूले छिटो याद राख्छौ है, पढ्ने कुरा त याद राख्दैनौ, यस्तो कुरा याद राख्छौ है। ल के सर पागल सर डन पागल सर यसरी याद राख्यो। अब यसका अनुसार हामीले के को इलेक्ट्रोनिक कन्फिगरेसन गरेर ट्राई गरौँ त कि यसले काम गर्छ त। अब म्याग्नेसियमको हो है, म्याग्नेसियमको के म्याग्नेसियमको एटमिक नम्बर कति छ त म्याग्नेसियम 12 छैन, म्याग्नेसियमको 12 नम्बरमा पर्छ हाम्रो एटमिक नम्बर। यसको गरौँ त कति हुन्छ कि हामीले सुरुमा के त सर भनेपछि एस दिनु पर्यो यहाँ एसमा कतिवटा अट्छ त तिमीहरूलाई कतिवटा अट्छ 2वटा अट्छ कति भयो त 1s2 भयो। अब फेरि सर छैन, सर छ सर पागल सर डन पागल सर है। फेरि यहाँ एस लेखौँ न, त्यसो भए एस लेखियो हामीले यहाँ के आएको छ त 1 आइसक्यो, त्यसो भए यहाँ के हुन्छ त 2 हुन्छ अनि फेरि एसमा कतिवटा अट्छ 2वटा अट्छ के भयो त 1s2 2s2 भयो अनि फेरि अब 1 आयो 2 आयो अनि यहाँ के दिनुपर्छ 2 दिनुपर्छ अनि पी दिनुपर्छ भनेपछि सर पागल पी भनेपछि पागल हो। अब पीमा कतिवटा अट्छ 6वटा अट्छ कतिवटा 6वटा अट्छ है। सर पागल सर फेरि सर एस दिनु पर्यो है, एस दिनु पर्यो। अब यहाँ 1 आइसक्यो 2 आइसक्यो, यहाँ कति के हुन्छ 3 हुन्छ, के हुन्छ 3 हुन्छ। 3मा कतिवटा 6 7 8 9 10 10वटा यहाँभन्दा अगाडि 10वटा तिमीहरूको आइसकेको छ इलेक्ट्रोन। अब बाँकी कतिवटा बच्यो त 2वटा बच्यो, भयो त इलेक्ट्रोनिक कन्फिगरेसन कम्प्लिटेड है। के 1s2 2s2 2p6 3s2। अब तिमीहरू भन्छौ 2p6 कसरी भयो त 2p6 कसरी भयो, यो तिमीहरूको न्युक्लियस भयो, यो फर्स्ट सेल यो सेकेन्ड सेल भनेपछि यो सब सेल हुन्छ, यो सब सेल तिमीहरूको सेकेन्ड नम्बरमा पर्ने भएकोले हामीले यसको सेकेन्ड सब सेलको क्वान्टम नम्बर यहाँ दिएको छ। तिमीहरूलाई त्यो कुरा गर्नु पर्दैन, तिमीहरू यतिको राखौँ हामीले सबभन्दा पहिला सर पागल सर
1 पायल सर है यति कुरा तिमीहरूले राख्नुपर्छ अनि 1 दियो भने 1 आइसक्यो के दिनुपर्छ 2 दिनुपर्छ र यो पीवाला जुन छ पीवाला यो तिमीहरूलाई यति याद राखौँ यो सेकेन्ड सेलमा पढ्ने भएकोले सेकेन्ड पढ्ने भएकोले यहाँ हामीले 2 दिएका हौँ त्यसरी नै यहाँ 3 1 आइसक्यो 2 आइसक्यो के हुन्छ यहाँ 3 हुन्छ यसरी नै तिमीहरूले इलेक्ट्रोनिक कन्फिगरेसन गर्न सक्छौ है इलेक्ट्रोनिक कन्फिगरेसन गर्न सक्छौ र इलेक्ट्रोनिक कन्फिगरेसन गरेर तिमीहरूले चिन्ने कसरी जस्तै कि एक्जाममा दिइहाल्छ हैन एक्जाममा यहाँ मैले हेराएको थिएँ नि तिमीहरूलाई एक्जाममा दिइहाल्छ अनि भन्छ यो के को इलेक्ट्रोनिक कन्फिगरेसन हो भनेर यहाँ आयो भाइ यो के को इलेक्ट्रोनिक कन्फिगरेसन भनेर जस्तै कि हामीलाई यो थाहा छैन के हो यो थाहा छैन हामीलाई के हो यसलाई कसरी थाहा राख्ने थाहा पत्ता लगाउने कि यो के हो त जसलाई अब यसको माथिको इलेक्ट्रोनलाई जोड्ने कति 6 भयो अनि 1 4 6 अनि 4 कति भयो 10 भयो अनि यहाँ 1 11 भयो हैन 11 भयो 11 मा के पर्छ त सोडियम पर्छ त्यसै गरी यहाँ 6 4 कति हो 6 1 4 6 4 कति भयो 10 भयो 10 to 12 भयो अनि 5 कति भयो 17 भयो हैन इलेक्ट्रोनिक नम्बर 17 भयो अब यसको के हुन्छ म्याग्नेसियम हुन्छ त्यसै अब अर्को कुरा अब यहाँ यो रिमेम्बर राख्ने कुरा के छ त तिमीहरूलाई भ्यालेन्स सेल इलेक्ट्रोनिक कन्फिगरेसनले ग्रुप बनाउँछ भनेपछि भ्यालेन्समा जस्तै कि यहाँ हेरौँ यसको भ्यालेन्स इलेक्ट्रोनिक कन्फिगरेसन कति छ 3s1 छ नि त यो कुन ग्रुपमा पर्यो त एस ब्लकमा पर्यो है एस ब्लकमा पर्यो 1 जुन छ जस्तै यहाँ मैले एक्जाम्पलमा यसले दिएको छ 3s1 मिन्स भनेपछि ग्रुप फर्स्ट एमा पर्यो यहाँ 1 छ त्यसैले यहाँ के फर्स्ट एमा पर्यो यहाँ 3s1 छ भनेपछि यो फर्स्ट एमा अनि कुन ब्लक एस ब्लकमा पर्यो त्यस्तै यो कुन ब्लकमा पर्यो पी ब्लकमा पर्यो र 5 भनेपछि फिफ्थ ग्रुपमा पर्यो क्या फिफ्थ ग्रुपमा पर्यो अब तिमीहरूलाई अगाडि जाउँ अब है अब यहाँ के छ क्लासिफिकेसन इन मोल्टेन पिरियोडिक टेबल अब हेरौँ क्लासिफिकेसन जुन छ मोल्टेन पिरियोडिक टेबलमा तिमीहरूलाई त्यहाँ मोल्टेन पिरियोडिक टेबल मैले यहाँ पहिला यो हेरौँ अनि मैले त्यो पिरियोडिक टेबलमा गएर हेराइदिन्छु कि कसरी क्लासिफिकेसन गरेको छ त अब हेरौँ मेटल तिमीहरू भनेको मेटल भनेपछि हाई इलेक्ट्रोपोजिटिभिटी मेटलमा के हुन्छ त हाई इलेक्ट्रोपोजिटिभिटी हुन्छ जसले के गर्छ त इलेक्ट्रोन लुज गर्छ इजिली इलेक्ट्रोन लुज गर्छ र यो कहाँ पाइन्छ त लेफ्टमा पाइन्छ के को लेफ्टमा पिरियोडिक टेबलको लेफ्टमा पाइन्छ मेटलको के हुन्छ इलेक्ट्रोपोजिटिभिटी हाई हुन्छ र यसले इलेक्ट्रोन इजिली लुज गर्छ नन मेटलको इलेक्ट्रोनेगेटिभिटी हाई हुन्छ र यसले इलेक्ट्रोन गेन गर्छ र यसले इलेक्ट्रोन सजिलै लुज गर्दैन है त यो कहाँ हुन्छ त फाउन्ड अन राइट हुन्छ र मेटालोइड्स कहाँ हुन्छ त एलिमेन्ट्स लाइक सिलिकन जर्मेनियम स्टेटिक प्रोपर्टिज बिट्विन मेटल एन्ड नन मेटल र यसको प्रोपर्टिज के हुन्छ त मेटल र नन मेटलको बिचमा हुन्छ भनेपछि यो मेटल र नन मेटल दुवैको प्रोपर्टी हेराउँछ र मेटल एन्ड नन मेटल दुवैको प्रोपर्टी भनेपछि यो गुड कन्डक्टर अफ इलेक्ट्रिसिटी हैन मेटल भनेपछि गुड कन्डक्टर अफ इलेक्ट्रिसिटी हो त्यसै नन मेटलको एउटा के छ त एक्सेप्सन छ तिमीहरूको एक्सेप्सन के छ एक्सेप्सन भनेपछि के एक्सेप्सन छ त एक्सेप्सन के छ त तिमीहरूको ग्राफाइट जुन छ गुड कन्डक्टर अफ इलेक्ट्रिसिटी हो र यो के हो नन मेटल पनि हो नन मेटल भएर पनि यो गुड कन्डक्टर अफ इलेक्ट्रिसिटी हो बुझ्यो त अब तिमीहरूलाई मैले हेराइदिन्छु के पेरियोडिक टेबलमा गएर तिमीलाई हेराइदिन्छु अब यहाँ हेरौँ है यो पेरियोडिक टेबल हो तिमीहरूको कुन मेरो मोडर्न पेरियोडिक टेबल र यहाँ के भनेको छ भन्दाखेरि केमा लेफ्टमा यहाँ के छ त मेटलहरू छन् यो के हो त मेटलहरू हो यहाँ राइटमा के छ नन मेटलहरू छन् नन मेटल अनि बिचमा के छ त मेटालोइड्सहरू छन् है मेटालोइड्सहरू छन् अनि यो कुन ब्लक हो त ब्लक भनेपछि तिमीहरूको यो भयो तिमीहरूको एस ब्लक कुन ब्लक एस ब्लक यो कुन ब्लक एस पी ब्लक यो कुन ब्लक डी ब्लक अनि यो एफ ब्लक भयो तिमीहरूको एफ ब्लक
यतिसम्म बुझ्यो। एस ब्लक भनेपछि यिनीहरूको भ्यालेन्सको इलेक्ट्रोनिक कन्फिगरेसन जुन छ त्यसमा तिमीहरूको एस अर्बिटल आउने गर्छ। कुन अर्बिटल? एस अर्बिटल आउने गर्छ। त्यसैले हामीहरूलाई यसलाई कुन ब्लक भन्ने गर्छौँ त? एस ब्लक भन्ने गर्छौँ। एस ब्लकका एलिमेन्टहरू यति छन्, पी ब्लकका यति छन्, डी ब्लकका यी सबहरू हुन् अनि एफ ब्लकका यी सबहरू हुन् है। अब जाउँ आफ्नो कुरातिर। त्यहाँ मैले हेराएँ कि मेटल कहाँ छ, नन मेटल कहाँ छ। अब हेरौँ ट्रेड इन पेरियोडिक टेबल भनेपछि अब पेरियोडिक टेबल जाउँ न त फेरि एकचोटि। पहिला यतै हेरौँ है, पेरियोडिक टेबल भन्नुभन्दा पहिला यतै हेरौँ। भ्यालेन्सी भनेपछि एटोमिक साइज डिक्रिज भयो। लेफ्टबाट राइटमा जाँदा के हुन्छ त? एटोमिक साइज के हुन्छ? डिक्रिज हुन्छ र इलेक्ट्रोनेगेटिभिटी बढ्छ अनि इलेक्ट्रोपोजिटिभिटी डिक्रिज हुन्छ अनि इलेक्ट्रोपोजिटिभिटी डिक्रिज हुन्छ अनि रिएक्टिभिटी पहिला बढ्छ अनि त्यहाँदेखि घट्छ। नोबल ग्यास भनेपछि यिनीहरू के हो त? रिएक्सनमा पार्टिसिपेट गर्दैन, त्यसलाई हामी के भन्छौँ? नोबल ग्यास भन्ने गर्छौँ। अब हेरौँ न त त्यसो भए यहाँ हो गयो कहाँ गयो पेरियोडिक टेबल। फेरि यहाँ पेरियोडिक टेबलको पहिला मेटम अनि तिमीहरूलाई भन्ने छु के छ त यसको करामती सिसाको कमाल त। अब हेरौँ यो फर्स्ट ए ग्रुप भयो होइन। फर्स्ट ए यसको भ्यालेन्सी कति? 1। यसको भ्यालेन्सी कति? यसको भ्यालेन्सी 1, यसको 2, यसको 3, अनि 3 अनि 4। यहाँ हेरौँ 1 भयो, 2 भयो, 3 भयो, 4 अनि फेरि घट्दै जान्छ। 3, 2, 1, 0। यो नोबेल ग्यास हो। यिनीहरू के हो त? यिनीहरू नोबेल ग्यास हो। यसको के हुन्छ? भ्यालेन्सी 0 हुन्छ। यसको कति? 2, यसको कति? 1, यसको कति? 3, यसको कति? 4, यसको कति? 3, यसको कति? 2 अनि फेरि यसको 1। यसरी हुँदै जान्छ भ्यालेन्सी। तिमीहरूलाई बढी एक्जाममा सोध्ने भनेपछि यिनीहरू नै होइन, यो 1, 2, 3, 4, 3, 2, 1 यो भ्यालेन्सी तिमीले याद राख्नुपर्छ। यसको भ्यालेन्सी 1, यसको भ्यालेन्सी 2, यसको भ्यालेन्सी 3, यसको भ्यालेन्सी 4, यसको 3, 2, 1 यस्तै गर्दै जान्छ। तिमीहरूलाई भनेपछि यिनीहरू सोध्ने हो सबभन्दा बढी। र सबभन्दा बढी भनेपछि यहाँ हेरौँ न त, यहाँ फ्लोरिन जुन छ यिनीहरूलाई हामी के भन्ने गर्छौँ त? ह्यालोजेन भन्ने गर्छौँ। यिनीहरूलाई हामी के भन्ने गर्छौँ? ह्यालोजेन भन्ने गर्छौँ। यी ग्रुपलाई यिनीहरूलाई हामी ह्यालोजेन भन्ने गर्छौँ। यिनीहरूलाई फ्लोरिन, क्लोरिन, ब्रोमिन, आयोडिन, एस्टेटिन अनि टेनेसिस। यहाँ यति गर्नु पर्दैन, तिमीहरूलाई यहाँसम्म सोध्छ। यहाँसम्म, योभन्दा माथि तिमीहरूले सोध्ने गर्छ। योभन्दा तल अहिलेसम्म सोधेको छैन, सोध्न पनि सक्छ। मैले सोध्यो भने आयोडिनसम्म सोध्छ, त्योभन्दा तल सोध्दैन। सम्म यहाँ हेरौँ है, यो ग्रुपमा के हुन्छ त? यहाँ के हुन्छ त? इलेक्ट्रोनेगेटिभिटी मैले के भनेको थिएँ? यस लेफ्टबाट राइटमा जाँदा के हुन्छ त? इलेक्ट्रोनेगेटिभिटी बढ्छ, इलेक्ट्रोपोजिटिभिटी घट्छ। भनेपछि यहाँ हाइड्रोजन बढी लिथियम बढी के इलेक्ट्रो नेगेटिभ छ कि तिमीहरूलाई फ्लोरिन बढी इलेक्ट्रोनेगेटिभ छ? अभियसली के छ? फ्लोरिन बढी इलेक्ट्रोनेगेटिभ छ, किनकि यो लेफ्टबाट राइटमा जाँदा के हुन्छ त? इलेक्ट्रोनेगेटिभिटी बढ्दै जान्छ र फ्लोरिन भनेपछि मोस्ट इलेक्ट्रोनेगेटिभ एलिमेन्ट हो। के को? मोस्ट इलेक्ट्रोनेगेटिभ एलिमेन्ट। यहाँ हामी लेखिदेऊ के? मोस्ट इलेक्ट्रोनेगेटिभ एलिमेन्ट। मोस्ट एलिमेन्ट भनेपछि के हो त? फ्लोरिन हो। तिमीहरूको फ्लोरिन सबभन्दा बढी इलेक्ट्रोनेगेटिभ एलिमेन्ट भनेपछि तिमीहरूको फ्लोरिन नै हो। अब फेरि जाउँ हाम्रो कुरातिर। के छ त कुरा? यहाँ छ नि त के? सबभन्दा बढी इलेक्ट्रोनेगेटिभ एलिमेन्ट के हो? फ्लोरिन हो। अब ट्रेन्डिङ ग्रुप यो के को भयो त? पिरियडको भयो। पिरियड भनेपछि लेफ्टबाट राइट पिरियड अनि ग्रुप भनेपछि होरिजेन्टल, भर्टिकल,
भर्टिकल पिरियड अनि ग्रुप र यसलाई तिमीहरूलाई याद हुँदैन कुन ग्रुप हो कुन पिरियड हो भनेर बिर्सिहाल्छौ भने एउटा कुरा के राख होप होप भनेपछि होरिजेन्टल भनेपछि पिरियड हो अनि भर्टिकल भनेपछि ग्रुप हो। यहाँ पिरियडमा हामी के हेऱ्यौँ त लेफ्टबाट राइटमा जाँदा के हुन्छ इलेक्ट्रोनेगेटिभिटी बढ्छ अनि लेफ्टबाट राइटमा जाँदा इलेक्ट्रोपोजिटिभिटी घट्छ। इलेक्ट्रोनेगेटिभिटी घट्नु भनेपछि के इलेक्ट्रोन गिभिङ क्यापेसिटी पनि घट्नु हो है, इलेक्ट्रोन गिभिङ क्यापेसिटी पनि घट्नु हो र इलेक्ट्रोन टेकिङ क्यापेसिटी बढ्नु हो। इलेक्ट्रोन के गिभिङ क्यापेसिटी बढ्नु र इलेक्ट्रोन टेकिङ क्यापेसिटी इलेक्ट्रोन टेकिङ क्यापेसिटी बढ्नु हो र इलेक्ट्रोन गिभिङ क्यापेसिटी घट्नु हो। बुझ्यौ तिमीहरू? भनेपछि जस्तै लेफ्टबाट राइटमा जान्छौ तिमी के हेर्छौ त यी इलेक्ट्रोन नेगेटिभ इलेक्ट्रोनहरू हुन् है। नेगेटिभ इलेक्ट्रोन भनेपछि खालि अरूको मात्र खाने गर्छ, अरूलाई केही खुवाउने पियाउने केही गर्दैन। जस्तै तिमीहरूको साथी पनि तिमीहरूसँग खाइहाल्छ र के गर्छ त दिँदैन तिमीहरूलाई है, खालि अरूको मात्र खाने गर्छ। यी एलिमेन्टहरू त्यस्तै हुन् है, यिनीहरू खालि अरूको मात्र खाने गर्छ र अरूलाई खुवाउने गर्दैन। तर यिनीहरू जुन छ लिथियम सोडियम यिनीहरू के हो त इलेक्ट्रोपोजिटिभ एलिमेन्ट हो। भनेपछि यसले अरूलाई खुवाउँछ, आफू नखाएर के गर्छ अरूलाई खुवाउँछ, अरूलाई सेयर गरिदिन्छ भन्छ खा तिमी। यिनीहरू इलेक्ट्रोपोजिटिभ एलिमेन्ट हो। हामीले के हुनुपर्छ त इलेक्ट्रोपोजिटिभ एलिमेन्ट जस्तै लिथियम सोडियम जस्तो बन्नुपर्छ। बुझ्यौ? के हुन्छ पिरियड भनेपछि होरिजेन्टल भनेपछि पिरियड, भर्टिकल भनेपछि ग्रुप। यति कुरा बुझ्यौ? के होरिजेन्टल पिरियडमा लेफ्टबाट राइटमा जाँदा के हुन्छ इलेक्ट्रोपोजिटिभिटी क्यारेक्टर के हुन्छ घट्दै जान्छ र इलेक्ट्रोनेगेटिभ क्यारेक्टर बढ्दै जान्छ। भनेपछि लेफ्टबाट राइटमा जाँदा के हुन्छ साइज तिमीहरूको घट्दै जान्छ। साइज घट्नु भनेको साइज किन घट्छ त तिमीहरूको न्युक्लियसमा हेरौँ न के लेखेको छ है, के हुन्छ त एटमिक साइज बढ्दै जान्छ किनकि सेलहरू एड हुँदै जान्छ। यो केमा हो त ग्रुपमा हो। ग्रुप भनेपछि तिमीहरूको भर्टिकल। तर अहिले हामी के गर्दैछौँ कुरा होरिजेन्टलको साइज के हुन्छ त एटमिक साइज घट्दै जान्छ किन न्युक्लियर पुलको कारणले। हेरौँ न यहाँ लेफ्टबाट राइटमा जाँदा साइज घट्दै जान्छ। जस्तै कि यहाँ तिमीहरू के हेऱ्यौ त जस्तै यो भयो म्याग्नेसियम तर यहाँ हेरौँ त एलुमिनियमको म्याग्नेसियमको कति छ एटमिक नम्बर 12 छ, एलुमिनियमको 13 छ। भनेपछि यहाँ के हुँदैछ त न्युक्लियसमा के बढ्दैछ प्रोटोन इलेक्ट्रोनको अनि प्रोटोन के हुँदैछ त बढ्दैछ, जसको कारणले त्यहाँको इनर्जी पनि के हुँदैछ बढ्दैछ। इलेक्ट्रोन प्रोटोन बढ्नु भनेपछि इलेक्ट्रोन भनेपछि सेलमा हो है, अनि प्रोटोन भनेपछि न्युक्लियसमा त्यो प्रोटोनको सङ्ख्या पनि के हुँदैछ नम्बर पनि बढ्दैछ, जसको कारणले के गर्छ त्यसले त यो बाहिरको जुन छ इलेक्ट्रोनलाई त्यसले प्रोटोन भनेपछि के कुन चार्ज हो पोजिटिभ चार्ज हो अनि इलेक्ट्रोन भनेपछि नेगेटिभ चार्ज हो। अनि तिमीहरूलाई के थाहा छ त पोजिटिभ चार्जले नेगेटिभ चार्जले के गर्छ आफूतिर तान्ने गर्छ, एट्र्याक्ट गर्ने गर्छ र पोजिटिभ चार्जले भनेपछि प्रोटोनले इलेक्ट्रोनलाई के गर्छ आफूतिर तान्छ। भनेपछि जति हामी यतातिर लेफ्टबाट राइटतिर जान्छौँ भनेपछि त्यहाँ के हुन्छ प्रोटोनको नम्बर बढ्छ, जुन चाहिँ प्रोटोनको नम्बर बढेको कारणले त्यहाँ के हुन्छ इनर्जी पोजिटिभ चार्ज पनि बढ्छ। त्यो पोजिटिभ चार्ज बढेको कारणले के हुन्छ त यसले यो प्रोटोनले के गर्छ बाहिर रहेको इलेक्ट्रोनलाई तान्छ आफूतिर, जो तान्ने कारणले के हुन्छ त एलिमेन्ट के हुन्छ खुम्चिन्छ र खुम्चिन्छ भनेपछि त्यसको साइज घट्छ। यो क्वेसन तिमीहरूलाई सोध्ने क्वेसन हो, भेरी इम्पोर्टेन्ट क्वेसन हो। के सोध्छ त लेफ्टबाट राइटमा त किन यसको साइज घट्दै जान्छ त किन घट्छ त भनेपछि पोजिटिभ चार्ज प्रोटोन भनेपछि प्रोटोनको सङ्ख्या बढ्छ, त्यो प्रोटोनको सङ्ख्या बढेपछि अनि चाहिँ पोजिटिभ चार्ज बढेपछि त्यहाँ एट्र्याक्सनको क्यापेसिटी पनि बढ्छ र त्यसले के गर्छ त इलेक्ट्रोनलाई आफूतिर तान्छ। के गर्छ आफूतिर तान्छ र आफूतिर तानेर के गर्छ त त्यो आफूतिर तान्दा के हुन्छ त्यो एटम खुम्चिन्छ, के हुन्छ खुम्चिन्छ है, खुम्चेर के हुन्छ त साइज घट्छ। यति कुरा बुझ्यौ होइन? यो भयो तिमीहरूको ग्रुपको। अब जाऊ पिरियड, ग्रुप भयो अब जाऊ पिरियडको। पिरियड ग्रुपको भयो, ए ग्रुपको छ कि छैन भएको है। यो भयो तिमीहरूको अहिले होरिजेन्टल भनेपछि पिरियडको भयो। भर्टिकल अब भर्टिकल भनेपछि ग्रुपको हेरौँ के हुन्छ त भ्यालेन्सी सेम नै रहन्छ तर के हुन्छ एटमिक साइज बढ्दै जान्छ किनकि न्यू सेल एड हुन्छ र इलेक्ट्रोपोजिटिभिटी घट्दै जान्छ अनि मेटालिक नेचर
मेटालिक नेचर बढ्छ। इलेक्ट्रोपोजिटिभिटी बढ्नु भनेपछि मेटालिक नेचर बढ्नु हो र इलेक्ट्रोनेगेटिभिटी घट्दै जान्छ। यति कुरा अब जाउँ त्यहाँ केमा पेरियोडिक टेबलमा हेरौँ। पेरियोडिक टेबलमा हेरौँ है। पिरियड भने पिरियड हामीले पढ्यो। अब ग्रुप भनेपछि यो एउटा ग्रुप भयो, यो ग्रुप भयो, यो ग्रुप भयो, यो ग्रुप भयो, यो ग्रुप भनेपछि होरिजेन्टल। तिमीहरूलाई यो बढी सोध्ने चलन छैन, तिमीहरूले यहाँबाट सोध्छ, यिनीहरू सोध्ने गर्छ। यो भयो ग्रुप। अब के ग्रुपमा के हुन्छ त, हामी जब माथिबाट तल जान्छौँ भने के हुन्छ त्यहाँ के हुन्छ, सेलहरू बढ्दै जान्छ। जस्तै यहाँ हाइड्रोजनको 1 छ भनेपछि यहाँ एउटा मात्र छ, तर यहाँ 3 छ, के 1 2 भयो, सेलहरू बढ्दै गयो। सेलहरू बढ्दै गयो भनेपछि साइज पनि बढ्नु हो हैन, साइज पनि बढ्नु हो। तर एउटा कुरा तिमीहरूले थाहा राख्नुपर्छ, जुन ग्रुप जस्तै यो फर्स्ट ए ग्रुप भयो, यो फर्स्ट ए ग्रुपको भ्यालेन्सी के हुन्छ 1 हुन्छ। मैले सुरुमा नै भनेको त्यो भ्यालेन्सी पढ्दाखेरि के हुन्छ त, भ्यालेन्सी 1 हुन्छ है। यसको भ्यालेन्सी कति हुन्छ, 1 हुन्छ। भ्यालेन्सी चेन्ज हुँदैन। तर माथिबाट तल यदि हामी गयो भने त्यहाँ के हुन्छ त, साइज बढ्दै जान्छ। साइज बढ्नु भनेपछि इलेक्ट्रोपोजिटिभिटी, साइज बढ्छ भनेपछि किन साइज बढ्छ त, त्यहाँ के हुन्छ, एक्स्ट्रा सेलहरू थप्दै जान्छ। के हुन्छ, एक्स्ट्रा सेलहरू थप्दै जान्छ। र माथिबाट तल यदि हामी गयो भने इलेक्ट्रोपोजिटिभिटी क्यारेक्टर बढ्छ। इलेक्ट्रोपोजिटिभिटी क्यारेक्टर भनेपछि अरूलाई इलेक्ट्रोन दिने क्यापेसिटी, भनेपछि अरूलाई इलेक्ट्रोन दिन्छ, त्यो भयो इलेक्ट्रोपोजिटिभिटी। र इलेक्ट्रोपोजिटिभ बढ्नु भनेपछि मेटालिक क्यारेक्टर बढ्नु हो है, मेटालिक क्यारेक्टर बढ्नु हो। र के हुन्छ, नन मेटालिक क्यारेक्टर इलेक्ट्रोनेगेटिभिटी घट्दै जान्छ। माथिबाट तल जाँदा इलेक्ट्रोनेगेटिभिटी घट्दै जान्छ। तर यदि यहाँ हामीले हेऱ्यौँ भने 7th भनेपछि हेलोजेन ग्रुपमा यदि हामीले हेऱ्यौँ भने यो सबभन्दा के हो त, सबभन्दा खाने इलेक्ट्रोन हो। सबभन्दा भनेपछि यसो सबभन्दा इलेक्ट्रोनेगेटिभ एलिमेन्ट हो। सबभन्दा इलेक्ट्रोनेगेटिभ एलिमेन्ट भनेपछि फ्लोरिन हो। अब यहाँ यदि हामीले के तल गयो भने साइज बढ्छ, अभियसली बढ्छ साइज है, साइज बढ्छ। र यो जति इलेक्ट्रोपोजिटिभ छ हैन, यो जति इलेक्ट्रोनेगेटिभ छ त्यसभन्दा कम इलेक्ट्रोनेगेटिभ क्लोरिन हुन्छ, त्योभन्दा कम नेगेटिभ बोरोन हुन्छ। यसरी नै के सिरियो सिलसिला चलिरहेको छ। तर यहाँ जुन छ यिनीहरू के गर्दैन त, केमिकल बन्डिङमा पार्टिसिपेट गर्दैन इन जेनरल केस। यहाँ यो बुझ्यौ हामीले कि माथिबाट तल जाँदा साइज बढ्छ। किन बढ्छ त, कि त्यहाँ एक्स्ट्रा सेलहरू थपेको कारणले साइज बढ्छ। र के हुन्छ त, माथिबाट तल जाँदा इलेक्ट्रोपोजिटिभ क्यारेक्टर बढ्छ। भनेपछि इलेक्ट्रोपोजिटिभ क्यारेक्टर बढ्नु भनेपछि इलेक्ट्रोनेगेटिभ क्यारेक्टर घट्नु हो हैन। र सबभन्दा इलेक्ट्रोपोजिटिभ एलिमेन्ट भनेपछि यहाँ हैन, सबभन्दा इलेक्ट्रोनेगेटिभ एलिमेन्ट भनेपछि तिमीहरूको फ्लोरिन हो। बुझ्यौ नि, माथिबाट तल जाँदा के हुन्छ, इलेक्ट्रोपोजिटिभ क्यारेक्टर बढ्छ। इलेक्ट्रोपोजिटिभ क्यारेक्टर भनेपछि के मेटालिक क्यारेक्टर बढ्नु हो। तिमीहरूले के एक्जाममा सोध्न सक्छ भन्दा, सोडियम र पोटेसियममा बढी मेटालिक क्यारेक्टर कसको छ त भन्दा सोध्दा तिमीहरूले के जवाब दिन्छौ त, के सबभन्दा बढी मेटालिक क्यारेक्टर कसको छ त भनेपछि इलेक्ट्रोपोजिटिभ तल जाँदा बढ्छ हैन। इलेक्ट्रोपोजिटिभ बढ्ने भनेपछि यसको मेटालिक क्यारेक्टर ज्यादा छ हैन, यो मेटालिक क्यारेक्टर बढी छ, के को, पोटेसियमको। ल अब माथि जाउँ है फेरि एकचोटि। अब यहाँ केमिकल रिएक्टिभिटीमा जाउँ। अब केमिकल रिएक्टिभिटीमा जाउँ है। केमिकल रिएक्टिभिटी यो तिमीहरूलाई केमा यसको क्वेसन तिमीहरूलाई रिजनिङमा सोध्ने गर्छ। रिजनिङ टाइपको क्वेसनमा तिमीहरूलाई यस्तो टाइपको क्वेसन सोध्ने गर्छ है। अब सबभन्दा पहिला मेटल हेरौँ है। मेटलको केसमा के हुन्छ त, मेटल भनेपछि फर्स्ट ए भयो, फर्स्ट ए ग्रुप, अनि अरू छ नि त, त्यसो फर्स्ट ए मात्रै होइन अरू पनि छ। र यसमा के हुन्छ, मेटलको केसमा रिएक्टिभिटी के हुन्छ, इन्क्रिज हुन्छ। कस्तो केसमा, डाउन द ग्रुप भनेपछि हामी माथिबाट तल गयो भने रिएक्टिभिटी के हुन्छ, बढ्छ। किन त साइज बढेको कारणले। साइज बढ्नु भनेपछि न्युक्लियस र भनेपछि यो र यसको डिस्टेन्स त बढ्नु हो हैन, बढ्नु हो। त्यो बढेको कारणले के हुन्छ त, यहाँ रहेको इलेक्ट्रोनमा यो न्युक्लियसमा रहेको प्रोटोनको कारणले फोर्स अफ एट्र्याक्सन कम लाग्छ र यसले के हुन्छ, बाहिर छिटै बाहिर निक्लेर अरूलाई दिन्छ यो इलेक्ट्रोन, आफू अक्टेटमा आउनको लागि वा डुप्लेटमा आउनको लागि। बुझ्यौ नि हैन। के हुन्छ यस्तो केसमा त, रिएक्टिभिटी इन्क्रिज डाउन द ग्रुप भनेपछि माथिबाट तल जाँदा रिएक्टिभिटी के हुन्छ, इन्क्रिज हुन्छ। किन त साइज
के को बढेको कारणले साइज बढ्नु भनेपछि न्युक्लियस र भ्यालेन्स इलेक्ट्रोन बीच के डिस्टेन्स पनि बढ्नु हो जसको कारणले इजियर टु लुज इलेक्ट्रोन भनेपछि यो बाहिरको इलेक्ट्रोन इजी लुज गर्न सक्छ भनेपछि इलेक्ट्रोपोजिटिभ क्यारेक्टर बढी हुनु हो। बुझ्यौ? अब जाउँ नन मेटल है। नन मेटलको केसमा के छ त? नन मेटल रिएक्टिभिटी डिक्रिजेस डाउन द ग्रुप। किन रिएक्टिभिटी मेटलको केसमा त? मेटलको केसमा के हुन्थ्यो त? साइज बढ्थ्यो नि माथिबाट तल तर नन मेटलको केसमा के हुन्छ त? साइज बढ्छ भनेपछि न्युक्लियर पुल अप आउटर इलेक्ट्रोन भनेपछि मेटलको केसमा यसको साइज बढेपछि बाहिरको इलेक्ट्रोन जुन छ त्यसमा बढी फोर्स लाग्दैन थियो। तर नन मेटलको केसमा यसको उल्टो हुन्छ। के हुन्छ? यो न्युक्लियसमा रहेको प्रोटोनको कारणले बाहिर रहेको इलेक्ट्रोनमा के हुन्छ? फोर्स बढ्दै जान्छ। जस्तै हामी माथिबाट तल गयो त्यस्तै के हुन्छ? फोर्स यो बाहिरको इलेक्ट्रोनमा के हुन्छ त? यो प्रोटोनको कारणले के हुन्छ? फोर्स बढ्छ र साइज बढ्छ तर यो यसको कारणले के हुन्छ त? यो इलेक्ट्रोनलाई आफूतिर प्रोटोनले तानिरहेको हुन्छ जसले गर्दा त्यो इलेक्ट्रोनलाई भाग्न दिँदैन। त्यो इलेक्ट्रोनलाई के गर्न दिँदैन? आफूबाट टाढा भाग्न दिँदैन भनेपछि इलेक्ट्रोनेगेटिभिटी घट्छ। इलेक्ट्रोनेगेटिभिटी यहाँ बढ्नु है। इलेक्ट्रोनेगेटिभिटी बढ्छ भनेपछि अरूलाई इलेक्ट्रोन सेयरै गर्दैन। यसले के गर्छ? अरूलाई इलेक्ट्रोन सेयर गर्दैन भने यसको इलेक्ट्रोनेगेटिभिटी बढ्यो होइन? इलेक्ट्रोनेगेटिभिटी बढ्यो। यहाँ चारवटा ग्रुपहरू छन्। एल्काली मेटल केमा पर्छ त? फर्स्ट एमा यसले के गर्छ त? स्ट्रङ बेस विथ वाटरसँग रियाक्सन भने पानीसँग रियाक्सन गरेर स्ट्रङ छार नेपालीमा के भन्छ त? छ्यार भन्छ। यस्तै नै लेख्ने हो है। यो मिस्टेक भए पनि तिमीहरूले सच्याइ नै हाल्छौ। के स्ट्रङ बेस बनाउने गर्छ केसँग वाटरसँग रियाक्सन गरेर र यसको भ्यालेन्स इलेक्ट्रोनिक कन्फिगरेसन NS1 हुन्छ। NS1 अल्कालाइन अर्थ मेटल सेकेन्ड ग्रुपमा पर्ने गर्छ र यो कहाँ पाउँछ त? अर्थको क्रसमा पाउँछ र यसको भ्यालेन्स इलेक्ट्रोनिक कन्फिगरेसन NS2 हुन्छ। त्यस्तै गरी हेलोजेन जुन छ हेलोजेन केमा पाउँछ त? हेलोजेन 7th ग्रुपमा पाउँछ। र सबभन्दा बढी क्वेसन सोध्ने भनेपछि तिमीहरूको फर्स्ट ए ग्रुप र 7th दुईवटा ग्रुपको सबभन्दा बढी क्वेसन सोध्ने गर्छ तिमीहरूलाई SEEमा। यसको जुन छ हेलोजेन ग्रुप इलेक्ट्रो के हुन्छ? सबभन्दा बढी क्वेसन तिमीहरूलाई सोध्ने भनेपछि फर्स्ट ए ग्रुप र 7th ग्रुप हो। यसैले तिमीहरूलाई बढी पढ्नुपर्छ। फर्स्ट ए ग्रुप र 7th ग्रुप। फर्स्ट ए ग्रुपमा अल्काली मेटल अनि अल्काली मेटल भनेपछि यसले के गर्छ त? वाटरसँग रिएक्सन गरेर ल्याउँछ स्ट्रङ बेस बनाउँछ जुन चाहिँ तिमीहरूलाई काम लाग्दैन। तिमीलाई त्यसको एलिमेन्ट र त्यसको इलेक्ट्रोनिक कन्फिगरेसन बढी सोध्ने गर्छ र हेलोजेन जुन छ हेलोजेनको भ्यालेन्स इलेक्ट्रोनिक कन्फिगरेसन NS2 NP5 हो। भ्यालेन्स इलेक्ट्रोनिक कन्फिगरेसन र यसलाई के पनि भन्ने गर्छ? साल फर्मस पनि भन्ने गर्छ। कसले त? हेलोजेनलाई। किनकि यसले के गर्छ त? मेटलसँग रिएक्ट गरेर साल्ट बनाउने गर्छ है। जस्तै कि सोडियम मेटल भयो। सोडियम मेटल र क्लोरिन मेटल रिएक्ट गरेर के बनाउँछ त? NaCl बनाउने गर्छ। इनर्ट ग्यास भनेपछि यसको भ्यालेन्सी के हुन्छ? 0 हुन्छ र यसको यो भेरी स्टेबल किनकि यसको अक्टेट र डुप्लेट के भएको हुन्छ त? पुरा भएको हुन्छ। के भएको हुन्छ त? कम्प्लिट भएको हुन्छ। र यसको भ्यालेन्स इलेक्ट्रोन NP2 NP6। यहाँसम्म बुझ्यौ? र यो नोट्स तिमीहरूलाई मैले डिस्क्रिप्सनमा राखिदिन्छु। त्यहाँबाट तिमी डाउनलोड गर्ने। एकचोटि फेरि हामी यसमा अनि एकचोटि सर मजाले एकचोटि गरिहालौँ रिभिजन अनि के गरौँ? क्लासलाई हेर्ने गरौँ। के छ त? पेरियोडिक टेबल हामीले के गर्यौँ त? माथिबाट भनेपछि पिरियडमा लेफ्टबाट राइटतिर जाँदा के हुन्छ त? इलेक्ट्रोनेगेटिभ क्यारेक्टर बढ्छ तर इलेक्ट्रोपोजिटिभ क्यारेक्टर के हुन्छ? घट्दै जान्छ। किनकि इलेक्ट्रोपोजिटिभ क्यारेक्टर घट्नु भनेपछि इलेक्ट्रोनेगेटिभ क्यारेक्टर बढ्नु हो। इलेक्ट्रोनेगेटिभ क्यारेक्टर बढ्नु भनेपछि के? अरूबाट इलेक्ट्रोन लिने क्यापेसिटी पनि बढ्नु हो। इलेक्ट्रोनेगेटिभ भनेपछि अरूबाट पैसा लिने। जस्तै कि एउटा नेगेटिभ पर्सन जुन छ एउटा कुनै नेगेटिभ पर्सन जसले के गर्छ त? खालि अरूबाट पैसा माग्छ तर अरू साथीबाट खाएर साथीलाई कहिले पनि खुवाउँदैन। त्यो कस्तो पर्सन भयो? नेगेटिभ पर्सन। त्यस्तै गरी यहाँ
लेफ्टबाट राइटतिर तिमी गयो भने के हुन्छ त नेगेटिभ पर्सनहरू बढ्दै जान्छ भनेपछि पोजिटिभ पर्सनहरू आफै घट्नु हो हैन। तर माथिबाट यदि तल तिमी गयो भने पोजिटिभ पर्सनहरू नै भेट्छौ तिमी, खालि पोजिटिभ पर्सन भेट्छौ र माथिबाट तल जाँदा के हुन्छ साइज बढ्दै जान्छ है। माथिबाट तल जाँदा साइज बढ्छ र साइज बढ्नु भनेपछि इलेक्ट्रोपोजिटिभ क्यारेक्टर बढ्नु हो र तिमीहरूलाई खालि यहीमा सोध्छ क्वेसन कि इलेक्ट्रोपोजिटिभ साइज केमा म यहाँ लेखिदिन्छु केमा तिमीहरूलाई क्वेसन सोध्छ त कि कुन टपिक तिमीहरूले यसबाट पढ्नुपर्छ कि इलेक्ट्रोनिक कन्फिगरेसन है। इलेक्ट्रोनिक कन्फिगरेसनलाई मैले सर्टमा के लेखेँ इसी लेखेँ इलेक्ट्रोनिक कन्फिगरेसनलाई। अनि साइज इलेक्ट्रोनिक कन्फिगरेसन साइज अनि इलेक्ट्रोपोजिटिभिटी एन्ड इलेक्ट्रोनेगेटिभिटी खालि यहीमा क्वेसन सोध्छ कि खालि यहीमा। तिमीहरूले यति पढ्यौ भने यो च्याप्टरबाट आएको क्वेसन तिमीलाई मजाले तोड्न फोड्न जे पनि गर्न सक्छौ। इलेक्ट्रोपोजिटिभिटी इलेक्ट्रोनेगेटिभिटी है। रियाक्टिभिटी एउटा छुट्यो होइन, रियाक्टिभिटी है रियाक्टिभिटी। ल आजको लागि क्लास यही एन्ड गरौँ। यदि तिमीहरूलाई यो भिडियो राम्रो लाग्यो भने कमेन्ट गर अर्को नयाँ भिडियो कुन टपिकमा ल्याऊ भनेर। ल के गरौँ एससीको तयारी मजाले गरौँ। ल त्यति देरको लागि टाटा बाई बाई सी यू अगेन।